मन हो टुटेपछि जोडिन गाह्रो हुन्छ। टाउको खिचिएको सर्फले पुच्छर चलायो भन्दैमा जिउँदो हुँदैन नि हजुर। यात्रा अब धेरै टाढाको सुरु गरे, भाग्यले जुराए फेरि भेट्ने बाचा गर्छु, नभए यही अन्तिम। अब कहिले भेट नहोस् हाम्रो, मलाई अर्को जुनी पनि चाहिँदैन, अनि तिमी पनि। खै कस्तो ठाउँमा पुग्नु पर्ने हो, उमेरले सम्बन्ध जोड भन्छ, घरको परिस्थितिले देश छोड भन्छ, अनि रहरको बाटो हिँड्दा गन्तव्य मोड भन्छ। दिनरात एउटै कुराले सताउँछ, मेरो रोजाइ कसरी यति धेरै गलत भइदियो भनेर। खै के भनौँ, खुसी छु भनौँ, मन दुखेको छ, दुखी छु भनौँ त मुहारमा हाँसो लिएर हिँडेको छु जनाब। अभावहरू टाल्दा टाल्दै रहरहरू च्यातिएको छ, कसरी गरौँ म भविष्यको चिन्ता, यहाँ वर्तमान नै अलपत्र फरेको छ। अरूको भाग्यमा तिम्रो नाम लेखिँदैमा यो मनमा भएको नाम मेटिँदैन नि माया। जिन्दगी त्यो अवस्थामा पुगिसक्यो कि अब त कसैले तिम्रो लागि म छु भन्दा पनि मजाक गरे झैँ लाग्छ। आजभोलि भविष्यको चिन्ताले एकछिन पनि छोड्दैन, तर दुनियाँले सोध्छन् किन यति कमजोर भइस् भनेर। तिम्रो जस्तो दुनियाँलाई बेचिएको जिन्दगी जिएर बाँच्नुभन्दा त रोग लागेर छटपटीमा मर्नु नै बेस हुन्छ होला। मलाई यति कठोर बन्न मन छ नि, सारा संसारले भनोस् तिमी मूर्ति हो कि मान्छे। तिम्रो विदाई त्यति सहज थिएन, नजाऊ भन्ने कुनै अधिकार थिएन, जाऊ भन्ने कुनै शब्द थिएन माया। तिमी सपना देखाउँदै गयौ, म सपना देख्दै गएँ, कहाँ थाहा थियो र मलाई एक दिन तिनै सपनाहरूले सुत्न दिँदैनन् भनेर। मुटु फुट्ने गरी वचन लगाएपछि माफी माग्दैमा हुन्छ र? मन हो टुटेपछि जोडिन गाह्रो हुन्छ, टाउको खिचिएको सर्फले पुच्छर चलायो भन्दैमा जिउँदो हुँदैन नि हजुर। यात्रा अब धेरै टाढाको सुरु गरे, भाग्यले जुराए फेरि भेट्ने बाचा गर्छु, नभए यही अन्तिम। अब कहिले भेट नहोस् हाम्रो, मलाई अर्को जुनी पनि चाहिँदैन, अनि तिमी पनि। खै कस्तो ठाउँमा पुग्नु पर्ने हो, उमेरले सम्बन्ध जोड भन्छ, घरको परिस्थितिले देश छोड भन्छ, अनि रहरको बाटो हिँड्दा गन्तव्य मोड भन्छ। दिनरात एउटै कुराले सताउँछ, मेरो रोजाइ कसरी यति धेरै गलत भइदियो भनेर। खै के भनौँ, खुसी छु भनौँ, मन दुखेको छ, दुखी छु भनौँ त मुहारमा हाँसो लिएर हिँडेको छु जनाब। अभावहरू टाल्दा टाल्दै रहरहरू च्यातिएको छ, कसरी गरौँ म भविष्यको चिन्ता, यहाँ वर्तमान नै अलपत्र फरेको छ। अरूको भाग्यमा तिम्रो नाम लेखिँदैमा यो मनमा भएको नाम मेटिँदैन नि माया। जिन्दगी त्यो अवस्थामा पुगिसक्यो कि अब त कसैले तिम्रो लागि म छु भन्दा पनि मजाक गरे झैँ लाग्छ। आजभोलि भविष्यको चिन्ताले एकछिन पनि छोड्दैन, तर दुनियाँले सोध्छन् किन यति कमजोर भइस् भनेर। तिम्रो जस्तो दुनियाँलाई बेचिएको जिन्दगी जिएर बाँच्नुभन्दा त रोग लागेर छटपटीमा मर्नु नै बेस हुन्छ होला। मलाई यति कठोर बन्न मन छ नि, सारा संसारले भनोस् तिमी मूर्ति हो कि मान्छे। तिम्रो विदाई त्यति सहज थिएन, नजाऊ भन्ने कुनै अधिकार थिएन, जाऊ भन्ने कुनै शब्द थिएन माया। तिमी सपना देखाउँदै गयौ, म सपना देख्दै गएँ, कहाँ थाहा थियो र मलाई एक दिन तिनै सपनाहरूले सुत्न दिँदैनन् भनेर। मुटु फुट्ने गरी वचन लगाएपछि माफी माग्दैमा हुन्छ र? मन हो टुटेपछि जोडिन गाह्रो हुन्छ, टाउको खिचिएको सर्फले पुच्छर चलायो भन्दैमा जिउँदो हुँदैन नि हजुर। यात्रा अब धेरै टाढाको सुरु गरे, भाग्यले जुराए फेरि भेट्ने बाचा गर्छु, नभए यही अन्तिम। अब कहिले भेट नहोस् हाम्रो, मलाई अर्को जुनी पनि चाहिँदैन, अनि तिमी पनि। खै कस्तो ठाउँमा पुग्नु पर्ने हो, उमेरले सम्बन्ध जोड भन्छ, घरको परिस्थितिले देश छोड भन्छ, अनि रहरको बाटो हिँड्दा गन्तव्य मोड भन्छ। दिनरात एउटै कुराले सताउँछ, मेरो रोजाइ कसरी यति धेरै गलत भइदियो भनेर। खै के भनौँ, खुसी छु भनौँ, मन दुखेको छ, दुखी छु भनौँ त मुहारमा हाँसो लिएर हिँडेको छु जनाब। अभावहरू टाल्दा टाल्दै रहरहरू च्यातिएको छ, कसरी गरौँ म भविष्यको चिन्ता, यहाँ वर्तमान